हुन त म सहर बजारमै हुर्किएको मान्छे। विवाह गरेपछि म यो घरमा भित्रिएर आएकी थिएँ। तर मलाई जब यो सबै रहन सहन, यो ठाउँको, यहाँको मानिसहरूको व्यवहारहरू देखेँ, मलाई केही पल पनि लाग्दैन यहाँका कुराहरू सिक्न, यहाँ रमाउनको लागि हैन। सबै कुरा जन्मजातै सिकेर आइँदैन। आफूले ढाल्ने कोसिस गरेपछि आफ्नो जीवनलाई, जीवनशैलीलाई, चाहे त्यो सहरमा हुर्किएको होस्, चाहे त्यो गाउँमा हुर्किएको होस्, सबै काममा सबै योग्य भएका हुँदैनन्, तर सिक्दै गएपछि आउने रहेछ। र यो मेरो कर्मघर हो। कतिजनाले माइत जानुभएको भन्नुभएको थियो, होइन, यो म भित्रिएको घर हो र मेरो श्रीमान जन्मिएको घर हो। मलाई निकै प्यारो लाग्छ। धुलो मैलो भयो भने माया लाग्छ। जब महसुस हुन्छ सबै व्यक्ति आफ्ना हुन् भनेपछि सबै कुराको हरेक चिजको माया लाग्छ।